हेलो गाइस, नमस्ते सबैजनालाई। म निरज। वेलकम ब्याक टु द न्यू डे न्यू भ्लग गाइस। आजको भ्लग चाहिँ छतबाट सुरु गरौँ गाइस। आजको मौसम अलि चिसो छ, पानी परेको थियो अलिअलि। अहिले त घाम लागिसक्यो। हेर्न सक्नुहुन्छ गाइस हाम्रो गाउँको भ्यू। मर्निङ टाइम सनसेट हेर्नुहोस् गाइस, सनसेट बिहानको। अब चाहिँ जानुपर्छ एकछिन काम गर्न गाइस। अङ्कल र मेरो काम थियो किला निकाल्ने, काठबाट किला निकाल्ने काम थियो हामी दुईलाई दिएको। हामी दुईटैले किला निकाल्नतिर लागेका थियौँ, तर मैले अङ्कलसँग किला निकाल्नु भनेर एकछिन भिडियो बनाउन लागेँ म। हेर्न सक्नुहुन्छ, सबैजना हेर्दैछन् किला कसरी निकाल्छन् भनेर। हेर्न सक्नुहुन्छ, सबैजना मस्त तरिकाले हेर्दै खुसी हुँदै। अब म पनि लागेँ सामान पुगाउन गाइस। तर्फ लागेँ। पछाडि सामान लोड्छु गाडीमा। म पनि टक्क मजाले भिडियो बनाउँदै सामान पुगाउन गइराखेको छु गाइस होइन। सामान पनि पुगाएर आइसक्यो गाइस। अब सामान पनि अनलोड भयो। हेर्न सक्नुहुन्छ कस्तो रोड छ, अफरोड पुरै ग्याच्याङको छ। जङ्गलको बाटो वरिपरि जङ्गल छ पुरै। च्याप्प चस्मा त लगाउनु पर्यो, अगाडिदेखि हावाहुरी लाउँदैछ साथीहरू पुरै ठुलो। हेर्न सक्नुहुन्छ कसरी गाई गोरुहरूलाई राख्या हुन्छ जङ्गलमा, यसरी मस्त घाँस चर्दै बसिरहेका छन्। अब यो ओकालो सर्नुपर्छ। हेर्न सक्नुहुन्छ ओकालो पनि सरिँदैछ गाइस। खानासाना खाइसकेको गाइस मैले चाहिँ। एकछिन बसौँ रेस्टमा। म चाहिँ झलारी जान्छु गाइस एकछिन। अब झलारी आइपुग्यो गाइस। म चाहिँ झलारी आएर यता पतिसँग मजाक गर्दै। हेलो गाइस। कता फेरि अटोमा राइड हो फेरि हामी चाहिँ। घरतिर जाने बेलाको भ्यू हेर्दै सनसेट हेर गाइस। घरतिर जाने बेला यस्तो सनसेट लाग्छ गाइस, बब्बाल भ्यू। त्यत्रो भान्जा पनि भेटेँ बाटोमा पुगाउन आएछ डेरीमा।
अब यिनी दुईजनालाई पनि बसाएर लग्नु पर्छ गाइस माथिसम्म, त्यही भएर बसाएर टक्क गयो हामी चाहिँ घरतिर कुराकानी गर्दै। घरमा पनि पुगिसकेँ गाइस म चाहिँ। ओके गाइस, आजको भ्लग यति नै। भिडियो राम्रो लाग्यो लाइक सेयर र च्यानललाई सब्सक्राइब गर्नु होला। अब भेटौँ अर्को भ्लगमा। थ्याङ्क यू फर वाचिङ गाइस।